राष्ट्रिय प्रतिरोधको निम्ति देशको निम्ति अब लडाईँ सुरु गर्नुपर्ने बेला आयो। हामी खुलेआम अपिल गर्छौँ, किन लडाईँ लुकेर गरिँदैन, लुकेर लडाईँ लड्न सकिँदैन। यिनीहरूले यस्तो नाङ्गो रूपमा हमला गरिरहेछन्, हामी किन चाहिँ कमजोर हुने, हामी किन कायर बन्ने। हामी लडाईँकै निम्ति अपिल गर्छौँ र मान्छेलाई भन्छौँ यदि यिनको अन्त्य चाहने हो भने हामी अघि बढ्छौँ, कित्ता छुट्याऊ, मत अलग गराऊ, यिनमा नहाल मत। अब यो चाहिँ चुनावमा यति बेला यो मुद्दा लिएर जाने हामीले किन सोच्यौँ? अर्को दोस्रो पाटो छ। अब अहिले चुनावलाई हुन सक्थ्यो यो जस्तो 2 वर्ष अगाडि भइदिए भए यही चुनावमा हामी नजान सक्थ्यौँ। तर अहिले जाने भन्ने हामीले किन भन्नुहुन्छ भने मैले अघि नै भने नि, अन्तर्राष्ट्रिय र राष्ट्रिय भूराजनीति हामीले हेरिरहेछौँ। हामी त्यहाँ जोडेर यो कुरा गरेको। जस्तो अन्तर्राष्ट्रिय भूराजनीति मैले भने यो संसारको अहिलेको तस्बिर अब बदिरह्यो भने 1 वर्ष अधिकतम गयो भने अब यो 1 वर्षभित्रमा ठुला महाशक्ति राष्ट्रहरू अब रहन्नन्। के राष्ट्रहरू ठुलो उथलपुथल हुँदैछ, सम्भवतः परमाणु युद्ध नै हुन सक्छ। अब नेपालमा के देखिन्छ, मैले अघि नै भने नि, विदेशीहरूले आफूले जगेडामा लुकाएर राखेका सबै मान्छे मैदानमा उतारिसके। यिनीसँग त्यो समस्या छ। धेरै मान्छे छैनन्, एकाध होलान्, धेरै मान्छे अब छैनन्। त्यसकारणले अब यिनको जो लडाईँ देखिरहेछौँ नि, अब भोलि एमालेमा सुरु हुन्छ। माओवादी त फुटाइदिइहाले, 2 किता गराइदिए, माधव नेपाल फुटाए, काङ्ग्रेस गयो, अब ओलीको पालो छ, ओलीको पनि त्यो हुन्छ। र यिनीहरूभित्र पनि यो विग्रह र अन्तर्विरोध किन आयो भन्छ भने यिनीहरूले पनि ध्रुवीकरण गरिरहेछन्। आफ्नो कोर टिम त छान्नु पर्यो नि। अब हल्का फुल्का भर पर्दा अभर पर्दा अधकल्चा अलिकति काम लाग्ने, धेरै काम लाग्ने, यिनी मध्येबाट एउटा कोर टिम त उनले पनि छान्नु पर्यो। अब लडाइँ लड्न साँच्चै अमेरिकनहरूको वर्चस्व यो क्षेत्रमा राख्ने हो र चीनलाई टुक्र्याउने हो, इन्डियालाई टुक्र्याउने हो भने त उनले पनि त त्यो एउटा कोर टिम त छान्नु पर्यो। साँच्चै अमेरिकाको निम्ति आँखा चिम्लेर लडिदिने को त उनले गर्न खोजेको ध्रुवीकरण त्यो जेलेन्स्की मोडेल, युक्रेनको जेलेन्स्की मोडेल, उनले त्यो सरकार बनाउनु खोजिरहेछन्। त्यो काम यिनी पार्टीको संरचनाबाट भएन, किन पार्टीको संरचना जटिल भयो क्या। त्यहाँ प्रो चिनिया पनि छ, प्रो रसियन पनि छ, प्रो अमेरिकन छ। प्रो अमेरिकनभित्र प्रो चाहिँ तपाईँको डेमोक्रेट छ, प्रो रिपब्लिकन छ, कोही चाहिँ नर्वेको खान्छ, कोही ब्रिटिसको खान्छ, कोही फ्रान्सको खान्छ, कोही जर्मनीको खान्छ। अनि एउटै रणनीतिमा चाहिँ उनलाई अगाडि बढाउन सकिएन, किन उनको बिचमा फाटो आयो। अहिले जस्तो अमेरिका र युरोपभित्र पनि तपाईँको फुट छिन्न भिन्न जो भइरहेछन् नि, अनि उनीभित्रको त्यो विभाजनले उनको खानीको बिचमा यहाँ विभाजन ल्याइरहेछ। यिनको समस्या त्यो हो। त्यस कारणले उनीहरू फिल्टर गर्ने, छान्ने प्रक्रियामा छन्, एउटा राम्रो टिम छान्ने। त्यो छान्नको निम्ति यिनी सबैलाई अमेरिकनले चकनाचुर बनाइरहेछ, सबैलाई तोड्छ। त्यस कारणले हाम्रो एउटा अनुमान के छ भन्छ भने मैले पनि विश्वको भूराजनीति जस्तो 2-4 महिना 5-7 महिनामा डामाडोल भइसक्छ हेरिरहेको। अहिले जे यो हुँदैन है, कम्ती पनि यो हुँदैन, अब डामाडोल भइसक्छ। अब त्यसले चाहिँ नेपालमा यत्रो कम्पन ल्याउनेवाला छ नि, यत्रो कम्पन ल्याउनेवाला छ कि मानव जस्तो अहिले अमेरिकै भनौँ, यो नेपालमा यो अलिकति आक्रामक रूपमा आएको अमेरिकन छ। अहिले अमेरिकनको सत्ता पछाडि हट्ने स्थिति आयो भने या युद्ध होला या डरले अब हामी पनि सिद्धिन्छौँ भन्ने भयो भने भाग्ला, पछाडि हट्ला। त्यस्तो स्थिति आयो भने यिनीहरू लुक्ने ठाउँ खोज्दै हिँड्छन्। यहाँ यिनको बेस त छैन, बेस त सकियो। जस्तो संविधानले काम गर्दैन, नियमले काम गर्दैन, नीतिले काम गर्दैन होइन। अब त्यसपछि यिनका राज्य संयन्त्र सारा ग्याङै ग्याङ चकनाचुर भए। अब त्यसपछि यिनी टेक्ने धरातल छैन, जग्गै छैन, सबै जग टुटिसक्यो। जाने कहाँ भने एउटा डरलाग्दो प्रश्न यिनका अगाडि छ। यिनको भागदौड सुरु हुन्छ पछि र त्यसपछि के त? अब हाम्रो प्रश्न त्यही हो। अहिले हामी जो अपिल भन्दैछौँ नि, किताबन्दीको निम्ति मतदान, राष्ट्रिय प्रतिरोधको निम्ति मत, हामी लड्छौँ, नेतृत्व गर्छौँ, हामीलाई साथ देऊ, हाम्रो कुरो यति छैन। अब यो के हेरेर भनेको हुन्छ भने 5-7 महिना 1 वर्षपछि यिनले लुक्ने ठाउँ खोज्ने दिन आउँछ। अब यो अन्तर्राष्ट्रिय भूराजनीतिलाई त्यहाँ पुर्याउँछ। त्यसपछि एउटा डरलाग्दो खालीपन सुरु हुन्छ नेपालमा, भ्याकुम भन्छ, खालीपन सुरु हुन्छ। यहाँ त्यो भर्ने गरी त्यसको तयारीको एक चरण हो यो चुनाव। हामी त्यतिको निम्ति जानु।
मान्छेलाई त वरिपरि त थ्याइरहनु पर्यो नि त। कमसेकम अहिले हामीले आफ्नो कुरो आम मान्छेको बिचमा लग्न सक्यौँ भने 6 महिनापछि यिनले ठिक भनेका थिए भन्ने ठाउँमा आउँछ मान्छे। जब डामाडोल हुन्छ नि देश, जब सबै अराजकता फैलिन्छ चौतर्फी, यिनले भनेको कुरो ठिक हो त्यहाँ नगइकन अब गर्न सकिन्न भनेमा मान्छे ठाउँ आउँछ र लडाइँ दिन्छ त्यसपछि सुरु हुन्छ। अब त्यो बिचको अवधि तय हाम्रो तयारीको अवस्था। मेरो अनुरोध सबैसँग के हो भन्छ भने हामी मानसिक र सङ्गठनात्मक तयारीमा लागौँ, आत्मविश्वास जगाउँ होइन। जस्तो एउटा युरोपियनले काम गरेर हुन्छ भने त्यो काम गर्न मैले किन सक्दैन, किन कमजोर भयौँ हामी? किन उनले सिकाइदिएका छन्, उनको शिक्षा प्रणाली, उनको व्यवस्था प्रणाली, उनको सिद्धान्त, उनको भाष्यले। हाम्रो त के छ र भन्ने ठाउँमा पुगेका छन्। हेर्नुहोस् हामी कति धनी मान्छे हौँ, हामी कति समृद्ध मान्छे हौँ। हामी त्यो इतिहासतिर फर्कौँ, हामीले केही मुद्दा उठाउँछौँ, हामी सभ्यतातिर फर्कौँ, हाम्रो इतिहासतिर फर्कौँ। अस्ति पृथ्वी जयन्ती मनाए, मैले एउटा भिडियोमा पृथ्वीनारायण शाहको उनलाई चाहिँ कहाँ सम्झिने मैले एउटा मुद्दा उठाएँ। पृथ्वीनारायण शाहलाई राजा भनेर जयन्ती मनाउने होइन, राजा त धेरै भयो। पृथ्वीनारायण शाहलाई सम्झिने जुन मूल चिज हो त्यो त यहाँका दलालले दबाइदिए, त्यो पञ्चायती दलालहरूले पनि दबाएको, दलले मात्रै होइन। उनको लडाइँ साम्राज्यवादसँगको लडाइँ थियो। ब्रिटिस साम्राज्यवादसँग लडेर नेपाल जोगाएका थिए उनले। सिन्धुलीहरूको लडाइँ हामी सुन्छौँ नि, कुमाउ गढवाल जैतक सिन्धुली गरी उनलाई पराजित गरेपछि नेपाल बाँचेको, नेपाल गइसकेको थियो। र त्यही कडीलाई जोडेर अब ठ्याक्कै त्यही लडाइँ लड्नुपर्ने दिन हाम्रो आयो। हामी फेरि त्यही लडाइँमा गयौँ। आज पनि त्यही साम्राज्यवादीसँग हामी वार्की पारको लडाइँमा पुग्यौँ। त्यसकारणले इतिहासको त्यो कडी र अहिलेको लडाइँको कडी जोडिनुपर्छ यिनीसँग लड्नुको निम्ति। अब अनि हाम्रा सभ्यता संस्कृति, हाम्रा शक्ति तिनै हुन्। हामी त्यसको मौलिकता जोगाउने। मैले भन्न खोजेको त हामी कति सम्पन्न थियौँ हाम्रो सभ्यता पहिले। म एक दुईवटा उदाहरण दिन्छु। जस्तो यो हामीले के भनिन्छ भन्छ भने मैले आत्मविश्वास किन हामीले जगाउन जरुरी छ, कहाँबाट जगाउने, म अलिकति हाम्रो इतिहासतिर सभ्यतातिर फर्कन मद्दत होला भनेर मात्रै मैले भनेको। जस्तो गुरुत्वाकर्षणको नियम पत्ता लगायो न्युटनले भनी पढ्छौँ। तपाईँ हामी विज्ञान पढ्ने सबैले त्यही पढ्नुभयो, मैले पनि त्यही पढेँ। तर एउटा न्याय दर्शन छ हाम्रो, प्राचीन दर्शन, कहिलेको हो थाहा छैन, कहिलेको हो थाहा छैन। गौतम ऋषिले लेखेको मानिन्छ न्याय दर्शन। त्यहाँ मैले पढेँ गुरुत्वात् पतनम भन्ने एउटा वाक्य छ। गुरुत्वात् पतनम, पतनम भनेको खस्ने अथवा गुरुत्वाकर्षणको पृथ्वीको गुरुत्व बलको कारणले माथिको चिज तल खस्छ भनेर न्याय दर्शनले लेखेका छ। हामी पढ्यौँ न्युटन, हामीलाई न्युटन पढाए। हेर्नुहोस् न यत्रो अपराध गरेका छन् आफूलाई के नहुँ भनी देखाउन। अब हाम्रा प्राचीन शास्त्रहरूमा त्यही पौराणिक शास्त्रहरू, तिनी चाहिँ किराँत सभ्यताका तिनी तपाईँको किंवदन्तीहरू, हाम्रा चाहिँ वेद जस्तो सप्तद्वीपे सप्त समुद्री भन्ने शब्द छन्। 7 महादेश, 7 तपाईँको समुद्रका कुरा छन्। खोज त भारै छ नि, भारै र 7 भन्ने शब्द किटान भयो। जस्तो तिनै शास्त्रमा भूगोल भन्ने शब्द छ। गोल भने के? गोल हो। यिनले के पढाउँछन् हामीलाई? ग्यालिलियोले पत्ता लगायो भन्छ। जबकि हाम्रा चाहिँ हजारौँ वर्ष अगाडि शास्त्रमा चाहिँ भूगोल लेखिएको छ। हाम्रो प्राचीन वैज्ञानिकहरू पनि पृथ्वी गोलै छ भनेका रहेछन्। यस्तो अवस्थामा छ। हामी यो बिर्स्यौँ। हामी उनको गुलाम किन भयौँ त भन्छ भने हामीले आफ्नो इतिहास बिर्स्यौँ, आफ्नो सभ्यता बिर्स्यौँ। जस्तो यी काठमाडौँमा गुठी परम्परा छ। मैले यहाँका धेरै मान्छेसँग यो त सत्ता हो, यो त सत्ता हो, सामाजिक सत्ता हो। हाम्रै पार्टीको चाहिँ विचार व्यवस्था प्रणालीको मोडेलको कुरा गर्दाखेरि मैले बारम्बार उठाएको छु। गुठी प्रणालीलाई सामाजिक सत्ताको रूपमा हामीले विकास गर्नुपर्छ। त्यो मान्छेको दैनिक जिन्दगी हो। त्यो कुनै पूजापाठ गर्ने चाहिँ तपाईँको ठाउँ मात्रै होइन। त्यो जन्मदेखि मृत्युसम्मको मान्छेको जीवन जोडिएको छ। त्यो प्रकारको सत्ता हो। त्यो यति राम्रो अभ्यास थियो नेपालमा, यति राम्रो अभ्यास थियो। हामी यहाँ फर्कनुपर्छ, यिनी सबैलाई बिउताउनुपर्छ हामीले। त्यसकारणले त्यहाँबाट हामीले आफूलाई चिन्यो। जस्तो आत्मविश्वास किन गुम्यौँ त भन्दाखेरि हामीले सबै अर्काको लिएका छौँ,
हामी को हौँ भने पनि हामी बिर्सेनौँ। जस्तो सभ्यता छोडिदियौँ, खानपान छोडिदियौँ, भाषा छोडिदियौँ, बोली छोडिदियौँ, वेशभूषा सबै छोडिदियौँ, सबै उनको अपनाएपछि के भन्छ भने सबै चिज उनीहरूले चाहिँ भन्नु पऱ्यो हामीलाई। अब शिक्षा त्यही पढाउँछ अङ्ग्रेजी माध्यममा। तपाईँ पुस्तक हेर्नुहोस्, युरोप अमेरिका पढाउँछ, नेपाली पढाउँदैन। अहिलेको विद्यार्थीले नेपाली बुझ्दैन, नेपालको भूगोल पनि थाहा छैन, इतिहास पनि थाहा छैन, नैतिक शिक्षा पनि हटाइदियो, नेपाली चिन्दैन। अनि त्यो विद्यार्थी 10 क्लास पुग्ने बित्तिकै युरोप र अमेरिकाको सपना नदेखि के गरोस्, के पनि थाहा छैन। यसरी सिद्ध्याएको छ हामीलाई। त्यस कारणले लडाइँ धेरै गहिरो छ र हाम्रो जिम्मेदारी यो सामान्य चालचुने होइन। यसलाई एउटा सामान्य पार्टीको रूपमा हामी लिएर हामी बुझ्दैनौँ होइन। यो लडाइँ पनि हामी बुझ्दैनौँ, त्यो गल्ती पनि हामीले गर्नु हुँदैन। र यो चुनावलाई मानौँ हामीले अर्को पनि भनेका छौँ, कथम कदाचित जितिएछ भने अब चुनाव त हुँदैन फागुन 28 गते होइन। हाम्रो बुझाइको चुनाव हुँदैन, यिनले सार्छ। त्यही सार्नुको निम्ति नै काङ्ग्रेस तोडेको छ। त्यो न्यू हो, एउटा कचिङ्गल गराएर म्याच सार्नु पऱ्यो नि। सार्दै मैले भने नि, जबसम्म उनले चाहेको कोर टिमको एउटा पार्टी बनेर त्यसले बहुमत ल्याउने ग्यारेन्टीको वातावरण बन्दैन, त्यो बेलासम्म यहाँ चुनाव हुँदैन। चुनाव के को निम्ति गर्छन् त? उनले त आफ्नो त्यो शक्ति जेलेन्स्कीको एउटा टिम बनाउनु पो चुनाव गर्यो, त्यसलाई सत्तामा ल्याउनु पो चुनाव चाहिएको हो। अनि यस्तै भद्रगोलमा चुनाव गराएर अनि भोलि संसदबाट केही पनि ननिस्किने गरेर चुनाव पनि किन गर्छ? लाटो त छैन नि। अब त्यसकारण हामीले के पनि भनेको छौँ हुन्छ भने माने कथम जाजी जितिएछ भने 1-2 राशि जितेछ भने हामी पुरै कार्यकाल बस्नु हुँदैन, त्यसले अर्को भ्रम सिर्जना गर्छ होइन। जस्तो उपयोग भन्ने शब्द यहाँ आयो, उपयोगको दुरुपयोग गर्ने मान्छे छन्। जस्तो हामीले उपयोगलाई कस्तो हुन्छ भने व्यवस्था गाली गर्ने होइन, यो ठिक छैन भने। जस्तो राष्ट्रिय जनमोर्चा भन्ने एउटा समूह सुन्छौँ होइन, पहिले 48 सालमा संयुक्त जनमोर्चा बनिलियो, अनि त्यहाँ जाने 5 वर्ष जागिर खाने, अनि संसदका समितिमा बस्ने, संसदीय समितिको सभापति पनि बस्ने, बाहिर आउने र यो त चाहिँ दलाल व्यवस्था हो भन्ने। यस्तो अनैतिक काम हामी गर्दैनौँ। हामी आफ्नो कुरो बुझाउँछौँ, जित्ने सम्भावना भयो हामी आफ्नो कुरो बुझाउँछौँ। एकचोटि जितेका मान्छेहरूलाई देशव्यापी अभियानमा लैजान्छौँ। लडाइँ नै हाम्रो निम्ति एक मात्र विकल्प हो, त्यसको निम्ति अघि सर सबै अपिल गर्ने, त्यहाँबाट निस्कने, त्यहाँ पुरै नबस्ने। हामी त्यो सोचसहित जाँदैछौँ। किन विश्वसनीयता त हुनु पर्यो मान्छेलाई, कसरी पत्याउँछ मान्छेले? यो ठिक छैन पनि भनेको छ, जागिर पनि खाछ, पुरै कार्यकाल बसी पनि रहेछ, तिनी सबै समितिमा बस्छ पनि। यो उपयोगको एउटा प्रवृत्तिले बदनाम, त्यही भएर यिनी पार्टी कहिले फस्दैन। जस्तो हाम्रो बिजु छेपो देखिन्छ, नारायण मानको, चित्रबहादुर केसीको देखिन्छ। 48 सालमा यही माओवादी संयुक्त जनमोर्चाको नाममा चाहिँ लिए, यिनले त बिचमा चाहिँ जनयुद्ध सुरु भने, यिनी त बिचमा चाहिँ तपाईँको छोडे हिँडे। अब त्यो शैलीको उपयोग होइन हाम्रो। मैले पनि हाम्रो खास चाहिँ कित्ताबन्दी नै हो। हामीले ध्यान दिने कित्ताबन्दी, यो सबै रङ्गी बिरङ्गी दलालहरूको कित्ता र त्योभन्दा बाहिरको अर्को कित्ता, यिनीसँग वारपारको लडाइँ, बस हाम्रो त्यति हो। यसको निम्ति छुट्याउ यिनको हातमा प्रयोग नहो, हामी यही अपिल गर्न जाने। यसको निम्ति नाराहरू बनाउने, सारा चिज गर्ने, र त्यसले अब मैले भने 8औं पछिको नेपालको जो तस्बिर हामीले कल्पना गरिरहेका छौँ अहिले कल्पना, त्यो बेला निर्णायक लडाइँ अगाडि बढाउनुको निम्ति यो चिजले हामीलाई धेरै ठुलो मद्दत गर्छ। देउबाले गणेश लामाको नेतृत्वमा एउटा ग्याङ खटाइसकेका थियो, गगनहरूले अर्को ग्याङ खटाइसकेका थियो, अब हानमार यिनको हुँदैछ यहाँ। त्यसकारणले अब एउटा चरण यो हुन्छ, यहाँ एउटा चरण यो हुन्छ। यो त कस्तो हो? तृणमूल नेपाल हामीले बुझ्न पर्ने, छोटकरीमा बुझ्ने भनेको यो तृणमूल नेपाल भनेको निर्वाचन आयोगमा 101 दर्ता नम्बरमा लिएकोमा 123वटा पार्टी दर्ता भएका छन्। त्यसमा 124वटा तृणमूल नेपाल बन्नका लागि यो तृणमूल नेपाल बनाइएको होइन। यसमा पहिला कन्फिडेन्स तपाईहरुले, यो अरू पार्टी जस्तो होइन। हाम्रा श्रद्धेय अध्यक्षज्यू यहाँ हुनुहुन्छ, यदि त्यो किसिमले गरेको भए यसको पार्टीको अर्कै चाम, अर्कै किसिमको लहरहरू हुन्थ्यो। हामीले त के भने यो देशको सङ्कटलाई समाधान गर्नको लागि यो सङ्कटको चाङ थुप्रेको छ। यो चाङलाई थुपार्नको लागि कुनै एउटा पार्टी गठन गरिदिएर बन्छ भन्ने पक्षमा छैनौँ। किनभने अहिलेको संसार विचारको लडाइँ हो, दर्शनको लडाइँ हो, वैचारिक युद्ध हो।
यो बारम्बार हाम्रो अध्यक्षज्यूले भन्नुभएको छ। त्यसो भएको हुनाले जबसम्म हामी विचारमा ऐक्यबद्ध हुँदैनौँ, जबसम्म आफ्नो विचारमा कन्फिडेन्स हामीमा हुँदैन, कठोर साधनामा हामी उत्रिँदैनौँ नि, तबसम्म यो देशको सङ्कट कुनै माइकलाले गर्न सक्दैन। होला कुनै अंशमा हाम्रो अध्यक्षज्यूले हुन्छ, कुनै अंशमा समाधान होला, तर जुन तपाईँहरूले सोच्नु भएको छ नि सर्वाङ्गीण होलिस्टिक एप्रोचको रूपमा हामी जो सोचिरहेको छौँ त्यो चाहिँ हुनै सक्दैन। त्यो देखियो किनभने 70 वर्षको इतिहास, 60 वर्षको इतिहास, विश्वको इतिहासमा पुँजीवादी र समाजवादका नाममा खेलिएका गोटी र त्योभन्दा पनि अन्य ध्रुवीकरणबाट खेलिएकोबाट यो देशले आजसम्म समाधान पाएको छैन। यति कुरा हामी डिपली बुझ्दैनौँ भने तपाईँ हामी कसैको पछुल्ला वा लाएर लागेर एकछिन हावामा गुलियो चटाइदिया भरमा लागेर त्यो केही अंश बन्नु भिन्दै कुरो। आमूल यो देशको चाहिँ उत्तर, यो देशको प्रगति समृद्धि यो नेपाली जनताले पाउन पर्ने मूल अधिकार पाउने हो भने त्यो दर्शनकै लडाइँ हो। वैचारिक लडाइँमा उत्रेर खर रूपमा उत्रेर गरियो भने मात्रै यो देशले निकास पाउँछ भन्ने कुरा हो। र कसैले पनि यो सोचे हुन्छ यो देश हामीले बचायौँ, यो देश हामीले गरे, कसै माइकलाले नभने पनि हुन्छ। उत्तरमा चीन र दक्षिणमा भारत जस्तो शक्तिशाली राष्ट्र नभएको भए यो देश कुनै पनि दिन काहीँ केही हुन सक्थ्यो। त्यस कारणले उनीहरूका दुईटाको टकराव, उनीहरूको चाहिँ शक्ति समन्वयको कारणले यो देश आजसम्म रहेको यो कुरो पनि बुझौँ। त्यस कारणले गर्दा यो हाम्रो अध्यक्षज्यूले भनिरहेको कुरा मैले यहाँ रिपिट गरेँ, त्यस कारणले मैले धेरै भन्न चाहिनँ। त्यस कारणले तृणमूल नेपालको मर्म भावना अर्कै छ, त्यस कारणले धेरैलाई बुझ्न गाह्रो छ। त्यस कारणले हामीले त्यही भएर अब हामी अलिकति फिल्डमा जानुपर्छ। अब हामी प्रत्यक्ष रूपमा जनतासँग एकाकार भएर हाम्रा विचारहरूलाई लानुपर्छ र ग्रासरुटको जनताबाट बुझाउँदै जानुपर्छ भनेर हाम्रो अध्यक्षज्यूले 7वटा चाहिँ पाठशाला पनि चलाइसक्नु भएको छ। अहिले केही समय रोकिएको छ। त्यस कारणले त्यो पाठशाला हामीले सुरुवात भइसकेको छ, वैचारिक पाठशाला। जब त्यो पाठशालाबाट बनेका योद्धा वीरहरू र त्यो विचारमा खारिएको मान्छेले अब बल्ल यो देश बनाउँछ। त्यस कारणले आत्तिनु पर्दैन। हो ठिक छ, यत्रो वर्ष त हामी कुर्यौँ भने केही समय हामी लाग्ला, तर हामी एक दिन पक्कै पनि यो देशको उज्जवल भविष्य कोर्न सक्ने त्यो क्षमता भएको एउटा व्यक्तित्व हामी निकाल्दैछौँ र निक्लिँदैछ, आउँछ। त्यस कारण यसमा हामी कन्फिडेन्स हुन जरुरत छ। तर यो भनिरहँदा के हामी फेरि त्यही कुरियर भने होइन, हामी तत्कालीन कार्यक्रममा पनि अगाडि बढ्दैछौँ र दीर्घकालीन रूपमा पनि त्यस्ता दीर्घकालीन कार्यक्रमहरू पनि हामी ल्याउँदैछौँ। त्यसो भएको हुनाले यो तृणमूलको विचारको लडाइँ, यो वैचारिक लडाइँ, यो दर्शनको लडाइँ र यसमा चाहिँ हामी विचारको लडाइँ भएको हुनाले अलिकति समय लाग्ने कुरा मात्रै हो। यसमा हामी अवश्य पनि सफल हुन्छौँ, यसमा चाहिँ कुनै दुविधा छैन र ममा त्यो दुविधा छैन र साथीहरूमा पनि त्यो दुविधा नहोस् भन्ने चाहन्छु। त्यस कारणले तृणमूलको 3वटा जगमा नै आजको विश्वको सम्पूर्ण हाम्रो देशको परिस्थितिलाई समाधान गर्न सक्ने सम्पूर्ण शक्ति छ। चाहे राष्ट्र पहिलोको कुरामा भन्नुहोस्, चाहे पुनर्जागरण आन्दोलनको कुरा भन्नुहोस्, चाहे त्यो युगान्तकारी परिवर्तन, यही भित्र नै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक सम्पूर्ण चिजलाई एड्रेस गरेर जान सकिने विस्तारित रूप हाम्रो अध्यक्षज्यूले खाका कोर्नु भइसकेको छ। यद्यपि हामी त्यो सबै कुरो अहिले विस्तारमा गर्न सक्दैनौँ, त्यसमा स्टेप बाई आउँछ। त्यस कारण यति महान विचार, महान कुरा लिएर बोकेको हुनाले तपाईँ हामी अल्झिनु पर्ने जरुरत छैन। कसैका ठुला पार्टी हुन्, कसैले धेरै मान्छे ल्याउन्, जमात ल्याउन्, त्यसमा हाम्रो सवालको कुरो छैन। हामी निरन्तर रूपले अगाडि बढेका छौँ। जसरी एउटा कमिलाका लहरहरू कसरी त्यो कमिलाको पङ्क्ति अगाडि बढिरहेको हुन्छ भन्दा अगाडि बस्ने कमिलाले एक किसिमको रियाल छोडेको हुन्छ, त्यही रियालको गन्धमा अरूले चाहिँ के हुन्छ पछि लाएर ठाउँ ठाउँमा पुगेका हुन्छ। त्यो ताँती त्यसरी बगेको हुन्छ, त्यो धार त्यसरी बगेको हुन्छ। त्यस्तै हाम्रो तृणमूलको एउटा धार छ, विचार छ। त्यो विचारमा हामी समाहित भयो भने, लय भयो भने, विलय भयो भने हामीले त्यस्ता हरेक पहाडहरूलाई, चट्टानहरूलाई फोडेर यो देशको मुहार परिवर्तन सक्ने क्षमता धरती माता र प्रकृति माता हाम्रो आमा मातृभूमिले हामीलाई शक्ति दिएकी छन्। त्यो शक्तिको भरमा हामी अब जुझ्दैछौँ। होइन भने श्रद्धेय अध्यक्षज्यू आज 40 वर्षसम्म नखाई नलाई एउटा साधारण जीविका चलाउँदै हिँड्नु भएको छ। त्यो माता धरती माताको पनि उहाँमाथि कृपा छ। तपाईँहरूले भन्नु होला हेर्दा सिम्पल,
सिम्पलबाट कम्प्लेक्समा जानु राम्रो छ, कम्प्लेक्सबाट सिम्पलमा राम्रो हुँदैन। त्यस कारण यो हाम्रो एउटा वचनबद्धता छ, हामी त्यो सम्पूर्ण सफल पनि गर्न सक्छौँ। अब रह्यो हामीले किन निर्वाचनमा गयौँ भन्ने कुरामा हाम्रा अग्रज साथीहरूले पनि भनिसक्नु भएको छ। हामी निर्वाचनमा जानुको कारण चाहिँ मात्र त्यही हो कि अब यो देशमा दुई कित्ता छुट्टिनुपर्छ, देशद्रोही कित्ता र देशभक्ति कित्ता छुट्टिनुपर्छ। यदि साँच्चै नै देशभक्ति हो भने एउटै कित्तामा लडौँ, आउनुहोस्। हाम्रो अध्यक्षले बारम्बार भन्दछ, ल हिक्मत छ कसैलाई आउनुहोस्, ल एक भएर देशभक्तिमा लडौँ। हामी पनि त्यसमा चाहिँ साथमा काँधमा काँध हेर, तर देशभक्तिका नाममा कसैका भित्री जालहरू खेलिन्छ र कसैका पश्चिमा मुलुकदेखि लिएर अन्तर्राष्ट्रिय जगतका जालभित्र चाहिँ पसेर एउटा देशभक्तिको नाम मात्रै गरिन्छ भने त्यसमा हाम्रो सहकारी हुँदैन। हाम्रो स्वदेशीपन, हाम्रो मौलिक विचार, हाम्रो देशले खोजेको कुरामा चाहिँ यदि देशभक्ति भएर आइन्छ भने त्यसमा काँध मिलाउन सफल हामी हुनेछौँ भन्ने कुरा भएको हुनाले अहिलेको हाम्रो लडाइँ पनि त्यही हो। चुनाव हाम्रो ठुलो कुरो होइन, तर देशभक्ति कित्ता र चाहिँ देशद्रोही कित्ता कतिको छ त देशमा। मै हुँ भन्नेहरूले, देशका लागि म केही गर्छु भन्नेहरू, तिनका चिनारी पहिचान पनि हामीले खोज्नु हो, त्यसको पहिचान गर्नु पनि हो। त्यस कारणले त्यसका लागि पनि हामी यो चुनावमा जाँदैछौँ। त्यस कारणले यो चुनावमा हामीले समानुपातिकमा पनि हाम्रा साथीहरूलाई हामीले चाहे त्यो विभिन्न सम्पर्कबाट होस्, उहाँहरूले तृणमूल नबुझे पनि हामीले पछि बुझौँला। अहिले चाहिँ कमसेकम हाम्रो हातेमालो गर्नुभयो भने त्यस्ता राम्रै व्यक्तिहरूलाई राखेर जाउँ भन्ने उद्देश्यले राखेका हौँ र यसमा हामीले 23 जना यसपालिको समानुपातिक तर्फ राखेका छौँ। यसरी हाम्रो 23 जना हाम्रो बन्द सूचीमा हिजोबाट हाम्रो बन्द भएको छ, हिजो हामीले फाइनल गरेका छौँ र अब हामी प्रत्यक्षबाट पनि हाम्रो केही कुराहरू अगाडि साथीहरूलाई चाहिँ उठाउने क्रममा हामी जारी छौँ र यो पनि केही समयभित्र अब मात्रै छ। त्यस कारणले कोही साथीहरूले अब आफ्नो त्यस्तो किसिमको छ इच्छा भने हामीलाई चाहिँ यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ र त्यो डकुमेन्ट सहित त्यो जिल्लामा चाहिँ यहाँहरूले बुझाउनु पर्ने। त यसरी प्रत्यक्षमा पनि हामी केही जाने पक्षमा छौँ, तर हाम्रा साथीहरूले कन्फ्युज नहोस् कि यो चुनावमा किन जाँदैछौँ भन्ने कुरा अहिले हाम्रो अध्यक्षज्यूले पनि सदर अध्यक्षज्यूले यसमा व्याख्या गर्नु नै हुनेछ होइन। हामी कुनै रहरले गएका छैनौँ, यसमा हामी एउटा कित्ता काट खोज्नबाट अगाडि बढ्दैछौँ र हाम्रा इस्युहरूलाई जनताको बिचमा लानको लागि गर्दैछौँ। त यी कुराहरू अवस्था छन् र एउटा कुरा के बुझ्नु छ भने मैले यहाँ धेरै व्याख्या गर्न चाहिनँ, सदर अध्यक्षज्यू हुनुहुन्छ। हामीले आर्थिक रूपमा कसरी यो देशलाई सम्पन्न गर्छौँ भन्ने पनि हामीसँग छ, किनभने यो देश 95% व्यापार घाटा भएको र अहिले यिनीहरूले 13 खरब पैसा उठाएछन् कि जब यो देशमा 15 खरब उठाउन सक्ने त्यति खालको चाहिँ क्षमता भएको देश हो। यदि चाहिँ हामीले चाहिँ साधारण तर्फको खर्च मात्र घटाउन सक्यो यो देशले ऋण नबोकिकन यो देशलाई चाहिँ हामीले चाहिँ विकास गर्न सक्छौँ। त्यो खुबी पनि तृणमूलसँग छ, हामीले त्यो खाका पनि हामीले केही बनाएका छौँ हाम्रा त्यस्ता चाहिँ विज्ञहरूसँग सोधेर। त्यस कारणले गर्दाखेरि यी कुराहरू धेरै छन् र यिनै परिवेशमा हामी लड्ने हो, पढ्ने हो। साथीहरू चाहिँ निश्चिन्तित हुनुहोस्, हामी अगाडि बढ्छौँ। बरु कछुवाकै तालमा हिँडेको ठिक हुन्छ, खरुवा के अरे खराएको तालमा हिँडेर गएर चाहिँ आफू हार्नुभन्दा कछुवाका तालमा हिँड्दा पनि हुन्छ। तर त्यो भनिरहँदा हामी फेरि त्यो स्थितिमा छैनौँ। हामी अगाडि एकदम सशक्त रूपले अगाडि बढेको छ तृणमूल। यी कुराहरू यहाँको बिचमा राख्दै मेरो आफ्नो भनाइ यही टुङ्ग्याउँछु। जय तृणमूल, जय जननी। भने अर्को कुरो राजाको बारेमा यहाँ जहिले पनि यो राजाको विवाद भइरहेछ हाम्रो पार्टीभित्र। कसैले अब राजा 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 भनिरहेछ, होइन यो राजा केही पनि होइन, कसैले केही भनिरहेछ, कसले के भनिरहेछ। तर वास्तवमा के हो भन्दाखेरि हामीहरूले राजा ल्याउने, ल ल्याउँ हामी राजा, के को लागि ल्याउने? के हामीले ल्याएर थपको उसलाई सिंहासनमा ल्याएर राखिदिँदा हुन्छ? कमसेकम ऊ आफै जुर्मुराएर आउन सक्नु पर्यो पहिलो कुरो। ऊ आउँदैन, ल हुन्छ 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 भनेर चाहिँ उसलाई ल्याएर सिंहासनमा हामीले राखिदिने। त पहिलो कुरो त्यो हो भने अर्को कुरो हिजो अस्ति फागुन 27 के अरे पुस 27 गते पृथ्वी जयन्तीका दिन के भन्यो त ज्ञानेन्द्र? उनले आउने मनसाय गर्यो, तर के भन्यो उनले? दलहरू सबै मिलेर
अगाडि बढ्नुपर्छ भनेर उसले भन्यो। तर हामी यो भनिरहँदाखेरि हामी के भन्छौँ भन्दाखेरि यो तृणमूल नेपाल भनेको यस्तो पार्टी हो कि हिजोका विगत 1816 भनौँ न सन्धि सम्झौता र अहिले 1950 देखि ल्याएर 2062 आउँदाखेरि जे जति सन्धि सम्झौता र क्रियाकलापहरू भए जस्ता किसिमका चाहिँ के अरे संविधान बन्यो, यी सम्पूर्ण संविधान र यी क्रियाकलापलाई हामीले खारिज गर्नुपर्छ र मात्रै हामी यो देशलाई एक ठाउँमा सही ढङ्गले अगाडि बढाउन सक्छौँ भन्ने हाम्रो मान्यता हो, हाम्रो पार्टीको मान्यता हो, तृणमूल नेपालको मान्यता हो। तर त्यही दलहरू काम लाग्दैनन् भनेर हामी अगाडि आउने अनि त्यही दलले मिलेर चाहिँ ज्ञानेन्द्र ल्याइदियो भने हामी त्यसलाई स्वीकार्छौँ? कुनै हालतमा नि स्वीकार्दैन। त्यो दलकै विरुद्धमा हामी, यो व्यवस्थाकै विरुद्धमा हामी आइरहेका छौँ। अनि अब त्यही के अरे दलहरूले चाहिँ मिलेर ल्याएको राजालाई हामी मान्छौँ त? किमार्थ मान्दैनौँ? त्यो बिल्कुल हुन सक्दैन। ऊ स्वयं म आउँछु, म राष्ट्रभक्तसँग मिलेर राष्ट्रभक्ति जनताहरूसँग मिलेर चाहिँ अगाडि बढ्छु र म यो राज्यको नेतृत्व गर्छु भनेर चाहिँ ऊ स्वयं भनेर आयो भने त्यतिखेर तृणमूल नेपालले सोच्ने कुरा हुनसक्छ। होइन भनेदेखि दलहरूसँग मिलेर आएर त्यो राजा ल्याउने, राजालाई राख्ने, यी कुराहरू बिल्कुल हाम्रो तृणमूल नेपालको सिद्धान्तभित्र पर्दैन। यो कुरा सबै साथीहरूले दिमागबाट हटाइदिनुहोस् भन्ने मेरो आग्रह छ। र हामी राजाको पक्षमा हामी छैनौँ। ऊ स्वयं अगाडि आउँछ भनेदेखि त्यतिखेर तृणमूल नेपालले सोच्न सक्छ। यो हो भने अब हामीले चुनावमा भाग किन लियौँ भन्दाखेरि अहिले प्रश्न तृणमूल नेपालको मान्छे को हो त भन्दाखेरि भरतमणि दाहाल अथवा तृणमूल नेपालको अध्यक्ष भन्दा अर्को मान्छे यहाँ कोही पनि अगाडि आएको देखिँदैन, छैन। हामी छौँ जति छौँ, हाम्रो कागजमा छ, बाहिर देखिने कोही पनि छैन। अनि एउटा कुरो के पनि भनेको छ भनेदेखि के तृणमूल नेपालमा भरत दाहाल मात्रै हो, उहाँको मात्रै अन्तर्वार्ता आउँछ, अरू अन्तर्वार्ता दिन सक्ने साथीहरू छैनन्? हिमालय टेलिभिजनमा अनि कुन के अनलाइन टेलिभिजनमा अर्को कुन कुन लाइनमा चाहिँ के अरे अन्तर्वार्ता दिने साथीहरू तयार हुनु पऱ्यो, दिनु पऱ्यो, हामी पनि अरू पनि देखिनु पऱ्यो भन्ने कुराहरू पनि आएका छन्। अब त्यो कुरा हामीले अब मिलाएर लिएर जानुपर्छ। अरूले पनि अध्यक्षज्यूले मात्रै चाहिँ के अरे अन्तर्वार्ता दिएर त त्यो एकजना मान्छे मात्रै छ भन्ने कुरा बुझिन्छ। त्यसको लागि अब सबैले अन्तर्वार्ता दिन पनि तयार हुनुपर्छ र कुन विषयमा दिने, कसरी दिने, त्यो कुराहरूलाई प्रष्ट रूपमा अगाडि आएर अन्तर्वार्ता दिने व्यवस्था पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यो साथीहरूले राखेको कतारबाटै आएको कुरा हो, यो पनि विदेशबाटै आएको कुरा हो, फेसबुकमा आएको। यो कुरालाई हामीले मध्यनजर गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। र हामीले चुनावमा भाग लिनुको कारण हामीलाई एउटा सुनौलो अवसर पनि हो। हामीहरूलाई कसैले चिनेको छैन, हाम्रो पार्टी पनि कसैले चिनेको छैन। एउटा चाहिँ अध्यक्षज्यूले के युट्युब मार्फत बोलेका कुराहरूले गर्दाखेरि उहाँको फ्रेन्डहरू लाखौँ छन्, हजारमा होइन लाखौँ छन्। अनि त्यो मध्येका साथीहरूले हामी अगाडि आयौँ भने त चिन्छन् र मतदान पनि गर्न सक्छन्। अब गरून् नगरून्, गर्छन् गर्दैनन्, त्यो एक ठाउँमा छ। तर हामीले तृणमूल नेपाललाई चिनाउने सुनौलो अवसर हो र हामी बजारमा जानुपर्छ र हामीले चुनावमा भाग लिएका छौँ। हामी चुनावमा भाग लिएर अगाडि बढ्नुपर्छ र जित्नु हार्नु त्यो एउटा कुरा, हामी कहीँ पनि हार्दैनौँ किनभने हामीले जितेकै छैन। जितेको ठाउँमा पो हारिन्छ। हामीले जितेकै छैन अनि हामी कहाँ हार्छौँ? हार्दैनौँ, भाग लिन्छौँ, जित्छौँ, नजिते जिते। यो मान्यता राखेर हामी अगाडि जानु पर्यो। हामी हार्दैनौँ, हामी जित्छौँ भाग लिएर पनि, किनभने जनताको माझमा जाने हाम्रो माध्यम हो यो। त्यसैले हामीले चुनावलाई उपयोग गर्ने भन्ने कुराहरू मैले गरेँ। यो किन पनि हो भने हामी यदि गइहाल्यौँ भने के गर्छौँ त भन्दाखेरि हिजो मालेकालमा है, मालेकालमा भने एमाले हुनुभन्दा अगाडि है, मालेकालमा जनपक्षीय उम्मेदवार उठाउने भनेर चाहिँ मालेले जनपक्षीय उम्मेदवार पनि उठाएको। त्यो जनपक्षीय उम्मेदवार उठाउँदाखेरि कस्ता चाहिँ नेताहरू त्यहाँ पुगे भनेदेखि झापाबाट पौतु चौधरी जस्ता नेता पनि आए भने काठमाडौँबाट नानी मैया दाहाल जस्ता पनि आए।
त्यो मालेले नै सघाएर आएको हो। तिनीहरू मात्रै होइन कि पद्मरत्न तुलदार जस्ता मान्छे पनि त्यहाँ पुगे पञ्चायती कालमा र उनले के भनेका थिए भने के अरे उसमा गएर सभामुख महोदय मैले केही भन्न पाउँछु कि पाउँदिनँ भनेर सोधे। के कुरा भन्नु न, होइन मलाई चाहिँ के अरे यो व्यवस्था सम्बन्धी केही भन्न मन लागेको छ, म भन्न पाउँछु पाउँदिनँ, अब मैले भन्न थाल्दाखेरि मलाई बिचैमा रोक्ने हो कि मलाई यहाँबाट आउट गर्ने हो कि भनेर चाहिँ पटक पटक गरेर चाहिँ सभामुखले त्यतिखेर दम होइन मरिसमान सिंह थियो होला त्यतिखेर सभामुख कि को थिए है, मरिसमान सिंह श्रेष्ठ नै जस्तो लाग्छ अथवा जो हुन्। अनि उनले ल ल भन्नुहोस् भनेपछि अनि पद्मरत्न तुलदार चाहिँ अनि भन्दै गरे उहाँ रुँदै चाहिँ यो पञ्चायती व्यवस्था हामी खारिज गर्छौँ, राजा हामीहरूलाई चाहिँदैन भनेर चाहिँ त्यो स्टेजबाट उनले बोलेका थिए कि चाहिँ पद्मरत्न तुलदारले भनेपछि आफ्नो के अरे शब्द अथवा आफ्नो भनाइ अथवा पार्टीको विचार त त्यहाँ राख्न सके नि उनले हो। त्यही भएर हामी केही गरी जितेर जान सक्यौँ भनेदेखि हाम्रो पार्टीको विचार सदनमा उठाउन सक्छौँ। यदि हामीले त्यो भएन भने जितेर गयौँ भने पनि त्यो शब्द त्यो हाम्रा कुराहरू त्यहाँ राख्न सक्यौँ भने त्यहाँ बसिरहनुको अर्थ हुँदैन, हाम्रो भनाइ त्यहाँ लागु हुँदैन भने हामी फिर्ता हुन पनि पार्टीले पक्कै पनि त्यो काम गर्छ होला, फिर्ता हुन पनि तयार हुनुपर्छ भन्ने कुराहरू चाहिँ म यति राख्दै म यहाँहरूसँग बिदा हुन्छु। जय जननी जय तिम्रो। देश यति तरल अवस्थामा छ, कतिखेर के हुने हो हामी अन्दाज गर्ने अवस्थामा छैनौँ। त्यसैले अहिले हाम्रो पार्टीको जो एउटा तृणमूल नेपालको निर्वाचन आयोगमा दर्ता भएर देशव्यापी रूपमा समानुपातिक र प्रत्यक्ष उम्मेदवारको कुरा छ। यसमा पनि हामी यति दुविधामा छौँ कि राष्ट्रको निम्ति माया गर्ने, माटोलाई माया गर्ने, साँच्चीकै देशलाई माया गर्ने मान्छे पाउन एकदमै कठिन अवस्था हामीले देख्यौँ। जुन साथीहरूले लगातार तृणमूल नेपालको गठनदेखि आजका दिनसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तृणमूल नेपालको विचार ठिक छ, यो राष्ट्रका निम्ति आवश्यक पार्टी हो भन्ने साथीहरू पनि अहिले निर्णायक मोडमा आउँदाखेरि समानुपातिक प्रत्यक्ष वा स्थानीय निकायमा ल तपाईँ कमिटेड भएर काम गर्नु पर्यो, देश यो परिस्थितिमा छ भन्दाखेरि अन्त नआएको अवस्था छ। यो हेर्दा हामीले के बुझ्न जरुरी छ भने असल विचार अथवा देशको निम्ति काम गर्ने पार्टीहरूलाई अगाडि बढ्न दिने त्यो वातावरण छैन। अर्को चाहिँ स्वयं जो साथी बुझेका छौँ भन्छौँ त्योमा दुवै चरित्र मैले देखिरहेको छु। व्यक्तिगत कुरा गर्दा कस्तो छ भने यो एउटा चाहिँ कोठाभित्र र बाहिरको जो मान्छेको सोच छ नि, यसलाई आमूल रूपमा परिवर्तन नगरिकन हाम्रो जस्तो विचारलाई देशव्यापी रूपमा स्थापित गर्न धेरै अप्ठ्यारो परिस्थिति रहेछ र असल मान्छे अथवा चाहिँ हाम्रो पार्टीको अथवा विचारको एउटा चाहिँ भरपर्दो साथी को हो त भनेर बुझ्ने बेला पनि यो रहेछ। हामीले चुनावमा जितौँला हारौँला त्यो परको कुरा, त्योभन्दा पहिले एउटा आत्मैदेखि अथवा चाहिँ हुटुटी भएको साथीहरू को हो त भनेर पहिचान गर्ने बेला छ आज, हैन। र तृणमूल नेपाल भन्ने जो पार्टीको विचार छ, यो विचारबाट जो हामीले देशव्यापी रूपमा सङ्घर्ष आन्दोलन र एउटा के अरे सङ्गठन निर्माण गर्नुपर्ने हो, त्यो हामीले गर्न नसके तापनि जो युट्युबबाट हाम्रो अध्यक्षजीको विचार गइरहेछ देशव्यापी रूपमा होइन अन्तर्राष्ट्रिय रूपमा पनि यो विचारबाट आबद्ध हुने मान्छेहरूले साँच्चीकै बुझेर मत दिए भने सङ्गठित मान्छेको भन्दा बाहिरको मत हाम्रो धेरै आउने अवस्था छ। त्यसैले यो विशेष परिस्थितिमा अहिले देशमा घटेका घटनाहरू, अहिले काङ्ग्रेसको फुट, त्यसपछि बालेन शाह, कुलमान घिसिङ लगायतका यिनी उज्याला अँध्यारा पार्टीहरूको निर्माण प्रक्रिया, यिनी के अरे चुनावमा जाने स्थितिको विषयमा हाम्रो अध्यक्षजीबाट हामीले धेरै कुरा सिक्नेछौँ भन्दै म सम्पूर्ण साथीहरूलाई यो छोटो समयमा जो हामीले अहिले एउटा निर्णायक मोडमा यहाँ उपस्थित भएका छौँ सबै साथीले मेरो कर्तव्य के हो, मैले गर्नुपर्ने भूमिका के हो र म साँच्चीकै असल नागरिक हो कि होइन र तृणमूल नेपालको महत्त्व अहिले के छ त, चुनाव मात्रै होइन हाम्रो एउटा प्रक्रियामा जाउँला, त्यो विषयमा सबैले ध्यान दिएर अनुशासित ढङ्गले बस्नुहुनेछ भन्ने आशाका साथ मेरा यी 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु र सम्पूर्ण साथीहरूलाई म स्वागत पनि गर्न चाहन्छु। हस्, धन्यवाद। त्यसकारण हामी जाँदैछौँ के को लागि भन्दाखेरि त्यो पोखरी फुटालौँ र
नयाँ पानी नै थपौँ भन्ने। अब एउटा कथा छ, दुधको पोखरी बनाऊ है भन्ने, अनि ल सबैले एक लोटा ल्याएर पछि त यो पोखरी दुधको पोखरी त बन्छ भन्ने। अनि मेरो एउटा लोटा नपुगेर के हुन्छ र भन्दै भोलिपल्ट त्यो फोहोर पानी नै पोखरी नै बन्यो भने जस्तै हामीले अहिले यो नेपालको संसदीय दल, संसदीय व्यवस्था अहिलेको जुन व्यवस्था नै गलत किन भन्दैछौँ त? हुन त नेपालमा 7 सालमा प्रजातन्त्र शब्दले 15 सालमा चुनाव भएकै हो, काङ्ग्रेसले द्वितीय बहुमत ल्याएकै हो र त्यसपछि पञ्चायत व्यवस्था आएकै हो। 36 सालको आन्दोलन, 46 सालमा प्रजातन्त्र भन्न लाज लागेर बहुदल भनेर आयो। अब 62-63 आन्दोलन भन्दै लोकतन्त्र गणतन्त्र भनेर आएकै हो। तर यो लोकतन्त्र र गणतन्त्रले के जनतालाई, त्यो प्रजातन्त्रले, त्यो बहुदलले, अहिलेको लोकतन्त्र गणतन्त्रले तपाईँ हामी सुख शान्ति सुव्यवस्थामा बस्न सकेछ कि छैन? हर नेपालीको टाउकोमा 91,000 जन्मिने बित्तिकै ऋण बोकेकै छौँ। यो ऋण बोकाउने र ऋणलाई यो देशलाई कङ्गाल बनाउने, यो विशेष गरेर बहुदल आइसकेपछि भयो वर्ग उद्योग क्षेत्र पनि। र अहिले यसो हेर्दाखेरि नेपाल भनेको त यस्तो चिज बनिसक्यो कि बच्चा जन्माउने, हुर्काउने र विदेशलाई सुम्पिदिने। कस्तो व्यवस्था आएको? अनि आमा बाउ बुढाबुढी भयो, छोराले यता आऊ भनेपछि घर बेच्दै उता गइरहेको पनि देखिरहेको छ। यो कस्तो लोकतन्त्र हो? के तपाईँ हामीले कल्पना गरेका लोकतन्त्र यस्तै हो? त्यसकारण यो लोकतन्त्रलाई पनि मैले यहाँनिर के जोड्नु खोजेँ भने एक दलले अर्को दललाई निषेध गर्ने र एक दलले अर्कोलाई घुसखोरी भन्ने, आफू घुसखोरी भएको चाहिँ नि नभन्ने, सबका सब विदेशीहरूको चलखेलमा लाग्ने, विदेशले जे भन्यो त्यही मान्ने हो भन्ने व्यवस्था बन्यो यहाँ। विशेष गरेर मैले बताउनै पर्छ, 45-46 सालको आन्दोलनले बहुदल आयो भनेर, बहुदल ल्याउनेमा हामी पनि छौँ भनेर हामी पाटनगर कब्जा गर्ने, पाटन कब्जा गरेर बसेका अहिले सम्झना गरे कि भन्नु पर्दाखेरि हामीले ल्याएको भन्ने हामीले गौरव नखाने। तर बन्न आउने नेताहरूले हामीलाई धोका दिएकै छ। त्यसकारण यो व्यवस्था गलत छ भन्ने, अनि हामी पनि व्यवस्थामा किन जाँदैछौँ यसको उत्तर खोज्नलाई नि, यसको समाधान के हो भन्ने कुरालाई नै आज हामी केही साथीहरू यहाँ परिचय गरेको होला। यहाँ समानुपातिक र अहिले उठ्ने साथीहरूलाई भेला गरौँ र मनमा लागेका सबै साथीहरूको मनका कुराहरू वकाल्न लगाउँ। हामी कसरी अगाडि बढ्ने? अब चुनावमै जाने भएपछि हामीले चुनावलाई उपयोग भनेर नारायछौँ। हामी सरकारमा जाँदैनौँ, अनि चुनावमा किन जाने प्रश्न त हर प्रश्न राख्छ। त्यसको उत्तर पनि हामीले दिन सक्ने गरी साथीहरू अब यहाँबाट निस्किएपछि हामी चुनाव लड्दैछौँ भनेर जानु पर्यो। जाँदाखेरि हर प्रश्नहरूको उत्तर दिन सक्ने गरी साथीहरू अगाडि बढ्नुपर्छ भन्ने आज साथीहरू केही साथीहरू जनाउनु र छलफल गरौँ, निचोड निकालौँ, अगाडि बढौँ। अब हामी तृणमूल नेपालले अहिलेसम्म हाम्रो अध्यक्षज्यूको जुन युट्युबमा जुन प्रचारात्मक जुन अभियान छ त्यसले एउटा माहौल यस्तो बनाइरहेछ कि भरत दालले चिन्नुहुन्छ, सबैले चिन्छ। र उहाँको लाइक र त्यो हेर्ने हो भने अहिले क्यालकुलेसन गऱ्यो भने
हामीले कमसेकम 4 लाखदेखि 5 लाख मत ल्याउन सक्छौँ भन्ने उहाँको व्यक्तित्व र उहाँको प्रचारात्मक अभियानले है। तर हामीले गरेका छौँ त भनेको हामीले गरेको छैन। 4-5 लाख भोट आउँछ भनेर एउटा समानुपातिक पनि आउँछ र जित्न पनि सकिन्छ भन्ने नै हो। अब कहाँनिर हामी चाहिँ अल्मलिएर बसेछौँ त व्यवस्था गर्छ भन्ने व्यवस्थामा फेरि भाग लिने यो चुनावमा पनि जाने अनि जहाँसुकै जाओस् हामी आफै प्रस्त भएन भने अगाडि बढ्न सक्दैन। पहिलो कुरा म जहाँ पहिले टेकिरहेको छु म जहाँ उभिरहेको छु म ठिक छु भन्ने नै हामीले हुनु पर्यो। जबसम्म आफूले म ठिक छैन अरूको भरमा अरूको फोनमा भरमा अल्मल्यो भने हामी फेरि निराशा र दायक हुन सकिन्छ। जसरी अहिले जो सरकार आए पनि म एउटै उदाहरण दिउँ, चाहे एमालेको सरकार भनौँ, चाहे काङ्ग्रेसको भनौँ, चाहे माओवादी भनौँ, अहिले सुशीलाको सरकार भनौँ, उनीहरू कहाँ फसिरहेछ भने विदेशीको फोनमा केही गर्नु। नेपालको लागि उनीहरू हो त होइन। यो लोकतन्त्र आएदेखि नै यो विदेशीको फोन, विदेशीको चलाइमान, विदेशीको निर्देशनमा जो चलिरहेको थियो किन चलिरहेछ त? यिनीहरू किन यो विदेशीहरूको हातमा खेलाउन जस्तो भइरहेछ त? चेसको गोटी किन बनिरहेछ त? के हामीले सोचेको हामी नेपाली हौँ, नेपालको लागि हो, नेपालीको लागि नेपाली बन्नु पऱ्यो, नेपाल बनाउनु पऱ्यो भनेर हामी लाग्ने हो भने यो चिज ख्याल गर्न सकेन भने हामी पनि अल्मलिन्छौँ। यदि नेपालको लागि नेपालीको लागि हामी साँच्चै नेपाली बनेर हामी अगाडि बढ्ने हो भने पहिलो कुरा ख्याल अघि म आउने बित्तिकै उहाँले एउटा चिज भन्नुभयो, सन्धि सम्झौता 1816देखिको जुन सन्धिहरू छ नेपालमा अहिलेसम्म आउँदाखेरिको सन्धि सम्झौताले नेपालको लागि हित हुने कुनै पनि छैन। यदि हामीले अहिले यो सन्धि मान्न सक्दैनौँ, यो च्यातौँ भनेर हामी जान्न सकेन भने हामी पनि केही त्यही पोखरीमा खोरपानीमै डुबुल्की मार्ने हो भने त हामी पनि सिद्धिन्छ त्यहाँ। उनीहरू म एउटै उदाहरण दिन्छु, त्यो 40 सालदेखि अब साँच्चै के भन्यो भने त्यतिखेर पढ्ने बेला हरिवन नेपालको धन भनेर हामी पढ्थ्यौँ, किताबै पढ्नु पर्थ्यो, नारै त्यही थियो। जब बहुदल आउनु अगाडिदेखि रुख रोप्ने भनेर अभियान चलायो, आज रुख रोपेर कसैले रुख काट्न पाएछ? एउटा रुखको लाख रुपियाँ जाने भन्छ, 2 लाख जाने मेरो खेतमा रुख छ भने काट्न पाउँदैन। किन? त्यतिखेर हरिवन नेपालको धन बनेर विदेशीको सम्झौतासँग त लागु थिएन। अहिले विदेशीको सम्झौताले त्यो रुख काट्न पाएन। अब काट्ने कि नकाट्ने, हामी त्यो सम्झौता मान्ने कि नमान्ने? तपाईँ हाम्रो खेतमा रुख रोपेछ, रुख तन्न छ, न धान खेती गर्न पाए, न मकै खेती गर्न पाए, रुख छ, यो त रुखको कति छ भन्दाखेरि 2 लाख जाने रुख छ हो। कपिलवस्तुमा 1240 बिघाको ताल छ, तपाईँले कति ख्याल छ? त्यो वर्षमा त्यो 6-7 वर्ष अगाडिसम्म त्यो गाउँले पालो पालो माछा मार्ने, माछा बिक्री गर्ने, टेको पत्र दिने, माछा मारिरहेको। अहिले के भइरहेछ त भन्दाखेरि माछा मार्न दिएन। किनभने वर्षमा 4 दिन 4 दिन बस्न आउने पन्छेहरू त्यो अफ्रिकाबाट आउने, युरोपियनबाट आउने, वर्षको 3-4 दिन बस्ने आउने त्यो पोखरीमा आसपासमा बस्ने आउनेलाई त्यो माछा मारेपछि त्यहाँ बस्न आउँदैन। अब माछा मार्ने उदाहरणको लागि म बेगनास तालको कुरा गर्नु, त्यहाँको मान्छे कोही पनि विदेश जान आवश्यक परेन, त्यही माछाले उसले पुगिरहेछ, त्यहाँ माछा मार्ने दिइरहेछ। त्यो कपिलवस्तुको तालमा माछा मार्ने म उदाहरण है।
अनि त्यो विदेशीको सहमति सम्झौतामा उद्योग व्यापारको कुरा गर्यो। यो WTO-मा जुन दिन यो सम्झौता गर्यो, खुल्ला बजार बन्यो। के नेपाल जस्तोले खुल्ला बजारसँग टकराव गर्न सकिन्छ? इन्डियासँग व्यापार बिजनेस गर्न सकिन्छ? चाइनासँग सकिन्छ? अनि यहाँ काम छैन। अनि शिक्षाको कुरा आउँछ। हामीले शिक्षा कस्तो पढाइरहेको छ? 28 सालदेखि नयाँ शिक्षा भन्दै अहिलेसम्म आउँदाखेरि त्यो ब्रिटिसले लागू गरेको शिक्षा, ब्रिटिसको नियममा चलेको स्कुल, अनि त्यसबाट उत्पादन हुने बच्चालाई हामी कहाँ पढाइरहेको छौँ? त्यसकारण अहिले यो व्यवस्था, यो सन्धि सम्झौताहरूलाई खारेज गर्ने हिम्मतका साथ हामी उम्मेदवार खडा गर्दैछौँ। उम्मेदवार बन्नुपर्छ र जित्नुपर्छ। गएपछि जित्नुपर्छ। हार्नेको सोचाइमा जाने होइन। म हार्छ कि भन्ने एक बेला लडाइँमा जाँदाखेरि हारलाई जित्ला त्यो आफ्नो ठाउँमा छ। तर जङ्गलभित्र स्याल मार्न जाने भन्ने, अनि त्यहाँ बाघ पनि आउँछ, भालु पनि आउँछ, त्यहाँ शेर पनि आउँछ भनेर त हटियाटो लिएर जानु पऱ्यो नि। तपाईँ हामी यो तयार गरेर जानै पर्छ। यदि योभन्दा अगाडिको चुनावहरू हेर्ने हो भने एमाले 43 सूत्र युज गर्छ। तर अब हामीले 45 सूत्र युज गर्ने कि नगर्ने? जित्नको लागि सूत्र है। उनीहरू जित्नको लागि सूत्र प्रयोग गर्छ। तर हामी त्यो सूत्र पनि युज गर्छौँ र हाम्रो इच्छा भनेको नेपाल बनाउने इच्छा हो। नेपालीको लागि नेपाल हो, नेपालीको लागि नेपालको लागि नेपाली हो भनेर हामी अगाडि बढ्न सक्छौँ भने हामीसँग हिम्मत छ। यदि हिम्मत गरेन भने हामी फेरि धकेल्छ। अहिलेको बार सरकार भन्छौँ हामी, हाम्रो अध्यक्षज्यूले बार भन्छ यो त बार सरकार, यो विदेशीको सरकार हो। हुन त एमालेको आउँदाखेरि पनि यो विदेशीको सरकार हो नचाउने यिनीहरूले। त्यसकारण हामी हिम्मतका साथ अगाडि बढौँ।